हेलो नमस्ते। ल आज हामीले चाहिँ दसैँको लागि चोखो माटो लिनको लागि यता आइराखेका छौँ र त्यो चोखो माटो लिने कार्यक्रम भइरहेको छ। यो चोखो माटो चाहिँ यी म्याडमले चाहिँ खनेर निकाल्नु भयो। अब हामी यहाँबाट यो चोखो माटो लिएर घर जाने तयारीमा छौँ र दसैँको सबैलाई शुभकामना सहित हामी अगाडि बढ्छौँ। हेर्दै गर्नु होला है त। धन्यवाद। दसैँको लागि जमरा राख्ने कार्यक्रम भइरहेको छ। आज नवदुर्गा सुरु भएको छ। अब दसैँको तयारीको लागि पूजा गर्दै हजुर नवदुर्गा भवानीको चाहिँ पूजा गरिएको छ र जमरा राख्ने कार्यक्रम पनि आज छ। यो हामी आज परदेशमा छौँ भन्नाले अमेरिकामा यो पहिलो हाम्रो चाहिँ दसैँ हो। धेरै वर्षपछि छोराछोरी ज्वाइँ नातिनीहरूसँग मनाउने कार्यक्रम छ। त्यसैको लागि चाहिँ म्याडमले चाहिँ आज पूजा गर्दै हुनुहुन्छ। ल दुर्गा भवानी सबैको रक्षा गर्नु होला। जय दुर्गा माता। ल दुर्गा माताले रक्षा गर्नु होला। जय दुर्गा माता। ल नवरात्रि यहाँ त 2 दिन भयो कि होइन, हिजो र आज। हामीले 9 दिनको दिन लगाउने जमरा भनेर आज राखिएको छ र मठ मन्दिरमा 10 दिन घटस्थापनाबाट सुरु गरिन्छ भने घरमा चाहिँ 9 दिन अथवा 7 दिनको लाउने चलन हुँदाखेरि हामीले 9 दिनको म्याद राखेर आज जमरा राख्ने कार्यक्रम सम्पन्न गर्दैछौँ। ल ल ल जमरा हामीले यसरी राख्दैछौँ। जमरा छर्किने कार्यक्रम, जमरा रोप्ने कार्यक्रम भइरहेको छ। अब जमरा पनि राखियो। अब
अगरबत्ती बाल्ने क्रम छ। धुपबत्ती अर्को त बालियो, तेलबत्ती बालियो। जय दुर्गा माता, जय दुर्गे भवानी। दुर्गा मातालाई पूजा भइराखेको छ। जय दुर्गा माता। ल रक्षा गर्नुहोस्। जय दुर्गा माता। ल आजलाई पूजा सम्पन्न भएको छ। बस पूजा सम्पन्न भयो। अब प्रसाद ग्रहण गर्ने कार्यक्रम हुँदैछ। भोल्टी मैले उनलाई नातिनीलाई पनि लगाइदिन्छु र अनि राम्रो छ, राम्रो होस्, चिरञ्जीवी आइयोस्, मन्दिर टाइप होस्, पढाइमा सबभन्दा दिनुहोस् न। टोपी थियो नि यता सर्नु त बुच्चुलाई लगाइदिनु। तपाईलाई लगाइदिने हैन र यसलाई? त्यही भएर त मैले लगाइदिन्छु। हजुरले यताबाट नाललाई लगाइदिनु। हैन पहिला तपाईलाई लगाइदिनु न उसलाई हुन्छ हुन्छ आशिष दिने अब मना हो। यत्रो वर्ष जमिरहेको छ टोपी टोपी चाहिँदैन म निकालिदिन्छु कि फोटो भयो र भिडियो आयो ल ल भिडियो छ यो माने भयो ल सानीलाई लगाइदिनु त्यही लगाइदिउँ र यहाँ बस यसले त्यो आगो देखेर लाउँछ नि डराउँछ ल ल ल ल ल भयो भयो बत्ती
त्यो कलसवाला हटाइदिनु न उतापट्टि राख्नु होइन ठिकै छ बस ल सुलाइदिनु सोधिनुहोस् न टाइममा हुन्छ धेरै पढे ज्ञानी भए तान्नु राम्रो पर्यो गरे। रिस नदेखायो हजुरआमालाई माया गरे है हस् भन न ल सानो ल के हुन्छ यी पैसा भयो भयो अब खुट्टु धोक्नु पैसा परेन दिने कुरा भएन ए ल ल भयो 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 ल्याउ कुटी ल्याउ मैले त छुँदै थिएँ मलाई परो ए अलिकति एकचोटि लगाइदिन्छ आउँ मेरो लगाइदिएछ ए भुल्टी ल ल चुप ल ल लौ चमरी यता झुन्ड काँटाले अट्टाइछ ल कुटी दो कुटी ल नमस्ते Oh, no, 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 no.